मेरो चाहिँ आवाज मोटो छ, हल्का दारी जुवा छ, कपाल छोटो छ, रुद्र घन्टी छ, मैले के सङ्केत गरिरहेको छु? म केटा मान्छे भने सङ्केत गरिरहेको छु हो। सुरिलो आवाज, लामो कपाल, होइन के सङ्केत गर्छ? केटी मान्छे भने सङ्केत गर्छ। म चाहिँ केटा हो कि केटी भने कुनै प्रश्नवाचक चिन्ह छ भन्दाखेरि छैन, क्लियर छ, इट्स क्लियर, स्पष्ट छ, सर्लङ्ग छ म केटा हो भनेर हो। त्यस्तै चाहिँ गणित पनि के त भन्दाखेरि सङ्केतै सङ्केतको दुनियाँ हो भने कहिलेकाहीँ चाहिँ सङ्केतलाई गलत तरिकाले बुझ्ने, सङ्केतलाई नबुझ्नाले प्रयोग गर्दाखेरि चाहिँ बडा चाहिँ म्याथ चाहिँ गाह्रो हुनसक्छ। यहाँ चाहिँ एन ए भने यसरी लेख्यो, सेटबाट आएको यो के भन्न खोजेको? यहाँ चाहिँ एमा भएका इलिमेन्टहरू कतिवटा छन् भने सङ्केत गरेको यो सङ्केत बुझेन भने फेरि के त भन्दा बडा आपत हुनसक्छ। के भने होइन, यहाँ दुईवटा थप्ला दिएको हुन्छ, एउटा सेट डिफाइन गर्दाखेरि एज कस टु एक्स द्याट भन्छ। संस्कृतमा भएको भए यो चाहिँ अर्कै हुन्थ्यो होइन, पछाडि ह भनेर लाउनु पर्थ्यो, यसलाई विसर्ग भन्छ। यहाँ म्याथमा चाहिँ सज द्याट भयो होइन र। के हो भन्दा सङ्केत हो, म्याथमेटिक्स इज ल्याङ्ग्वेज अफ सङ्केतै सङ्केतको दुनियाँ हो। यहाँनिर सङ्केतमा कन्फ्युजन भयो र केही लेखेको कुरा चाहिँ सङ्केत बुझिएन भने अनि म्याथ चाहिँ अप्ठ्यारो हुनसक्छ। अन्त चाहिँ मजाले लेखिदिया हुन्छ, यो भनेको यस्तो, यो भनेको यस्तो होइन। म्याथमा चाहिँ अब 7 क्लासको 8-9 क्लासको सङ्केतहरू चाहिँ 10 मा त्यत्तिकै राखिदिया हुन्छ। यहाँ चाहिँ 3टा धर्का काट्दियो बिचतिर, के भनेको यो 3टा लाइनहरू बराबर छन् भने होइन। त्यसपछि यो 3टा लाइन बराबर छन्बाट फेरि धेरै सङ्केतहरू आउँछन्। फेरि ट्रायङ्गल हो, ट्रायङ्गलमा 3टा लाइन बराबर भएपछि भित्रका 3टा एङ्गल पनि बराबर हुन्छन्। 3टा एङ्गल बराबर हुनु भने टोटल सम हामीसँग 180 हो भने एउटा चाहिँ हामीसँग 60 हुनु पर्यो। धेरै चाहिँ त्यो भन्दा हेर्दा अझै एक्सटेन्ड कुराहरू चाहिँ के त एक्सटेन्ड गर्न सकिन्छ। त्यसपछि अब यसलाई चाहिँ तन्कायौँ भने यो एक्सटेरियर एङ्गल 120 हुन्छ, सिधै भन्न सकिन्छ पोरपट्टि भनेपछि एउटा सङ्केतबाट विभिन्न कुराहरू चाहिँ सङ्केत हामीले गर्न सकिँदैछ हो। यो के गरेको? यो रमाइलो गराएको होइन। सङ्केत दुईवटा लाइनहरू प्यारलल लाइन हुन् भन्ने चाहिँ सङ्केत दियो। यो भनेको के? यस्तो चाहिँ जिरोलाई यसो काटेर के गरेको? त्यतिकै रमाइलो गरेको भन्दा होइन। यो भनेको फाइ भनेको हो। यो चाहिँ एको मासतिर यो चाहिँ के लागेको झर्को त्यस्तो भनेको नि। यदि सेटमा यो हो भने कम्प्लिमेन्ट भनेको एमा नपर्ने भने सङ्केतै सङ्केतको दुनियाँ हो। 5 को माथि 3 यो चाहिँ झुकिएर लेखेको, माथिपट्टि अलि सिधा लेख्न पर्ने, बाङ्गो लेखेको, छड्के लेखेको त्यस्तो होइन। 5लाई 3 चोटि मल्टिप्लाई गर भनेको सङ्केत हो। म्याथ इज सङ्केतै सङ्केतको दुनियाँ हो। सेटलाई चाहिँ हामीले के त कर्ली ब्राकेटमा लेख्ने भनेर भनेको छ हो। कुनै पनि सेटलाई कर्ली ब्राकेटमा लेख्ने, त्यहाँ चाहिँ अनि हामी चाहिँ कर्ली ब्राकेटमा मैले लेख्दिनँ भनेर यसरी चाहिँ होइन यस्तो ब्राकेट लाउँदै हिँड्न भएन। के हुन्छ यस्तो गऱ्यो भने? पाप लाग्छ है, पहिलो कुरो। दोस्रो कुरो, सङ्केतमा थोरै पनि छेडखानी गर्ने होइन, जस्तो छ त्यस्तै लिने हो। यहाँ चाहिँ हामीसँग यो के हो? रेक्ट्याङ्गल हो, यो दुईवटा बराबर छ, यो दुईवटा साइड बराबर छ। अब यो दुईवटा धर्का तान्नुको यहाँ चाहिँ कुनै डिजाइन गरेको होइन। के हो? यो साइड बराबर छ भनेको। तर कोही व्यक्ति आएर फेरि बराबर छ भनेर देखाउनको लागि यहाँ थिम गराइदिएला अरे, यहाँ थिम यसरी चाहिँ यहाँ यस्तो गराउला अरे। यो बिचमा छ क्या होइन। एउटा टाई हुन्छ नि स्कुलको, त्यो स्कुलको टाईमा अनि यहाँ चाहिँ स्कुलको नाम लेखेको हुन्छ। त्यो नाम लेखेको चाहिँ डिजाइन गराउँछु भने अलिक तल धान त होइन नि त, ठ्याक्क त्यो बिचतिर नाम लेखेको हुन्छ, बिचतिर लेख्न पर्छ होइन। यो टाई भयो, टाई हो। टाईमा चाहिँ यहाँ चाहिँ नाम लेखेको हुन्छ। त्यो लेखेको चाहिँ हो यहाँ झार्दैन, यता मेट्ने गर्नु त्यसो त पाइएन नि त होइन। त्यो टाई लाउने पनि एउटा तरिका हुन्छ हो, सङ्केत दिने पनि एउटा तरिका हुन्छ, कहाँ थिम दिने। त्यो टाईलाई चाहिँ यता पछाडि फर्काएर यतातिर हात लाएर हिँड्ने, हात यस्तो बाँधेर हिँड्ने, त्यो त डिजाइन गराउनु त होइन नि त। टाई त यहाँ टक्क चाहिँ छातीमा झुन्डाउने कुरा हो। त्यस्तै चाहिँ सङ्केतलाई एज अ सङ्केत लिनु पऱ्यो। सङ्केत बिगार्दै हिँड्न भएन म्याथमेटिक्समा हो। सङ्केत बिग्रियो भने के हुन्छ त भन्दाखेरि हिसाब बिग्रिन्छ। ठिक छ, हिसाब त बिग्रिँदैन, हिसाब गर्ने तरिका जुन के त अनुशासन, प्रतिष्ठा, मर्यादा पूर्वजहरूले दिएको जुन परम्परा छ नि त्यो परम्परा बिग्रिन्छ। परम्परा बिगार्ने काम गर्नुहुन्न। ठिक छ। अब यहाँनिर समस्या के हुनसक्छ भन्दाखेरि कतिपय कुराहरू यस्ता सङ्केतहरू चाहिँ डाइरेक्ट आउन सक्छन् किताबमा, सरलको चाहिँ त्यहाँ दिएको छ कि भने के हो भन्दाखेरि त्यो सङ्केतले यसको मिनिङ के हो भन्ने कुरा बुझ्न प्रयास गर्यो भने मिनिङ सिम्पल हुन्छ। सङ्केतमा अब लेख्दाखेरि यति दिने त हुने होइन। के हो र सङ्केतलाई एज अ सङ्केत, एज अ भाषा लिने प्रयास गर्नुपर्छ। ट्राई टु अन्डरस्ट्यान्ड एज अ ल्याङ्ग्वेज होइन। एन्डेङ हेसी भने के हो? नमस्कार हो कोरियन भाषामा। सरले फेरि कोरियन पनि जानिएको छ क्या अलिअलि, त्यो एउटा मात्रै जानिएको छ, त्यो पनि सही हो कि गलत हो थाहा छैन होइन। त्यसलाई चाहिँ हामीले बिगारेर एन्डेङ हेसी भन्दै हिँड्नु त भएन नि त। जे हो त्यही हो। त्यस्तै चाहिँ यहाँ चाहिँ के त म्याथमा चाहिँ सङ्केतहरू हुन्छन्, ती सङ्केतहरूलाई
जस्ताको त्यस्तै लिने तर सङ्केतको मिनिङ चाहिँ सही बुझ्न पर्यो।